यो पालिको हाम्रो है यो हाम्रो नयाँ सोच एउटा नयाँ आइडिया लिएर गरेको पूजामा जो जति पनि हामीलाई बाहिरबाट सपोर्ट गरिनु भएको छ उहाँहरू सबैलाई एकदमै थ्याङ्क यू सो मच। के भन्नु केटाहरू अलिक छिटो आइदियोस् भन्छु, यो भिडियो चाहिँ उनीहरूको लागि हेरिदिनु होला भन्नु न ब्लगलाई। सो हेलो एभ्रीवान, वेलकम टु माई अनदर भिडियो। अनि ह्याप्पी मकर सङ्क्रान्ति टु अल अफ यु है। तर खै कति अरू जग्गामा चाहिँ 14 तारिक पनि मनाएछ, हाम्रोमा चाहिँ आज 15 तारिक हो। अनि बिहानै तरुसरु खाइभयो। अनि अहिले भन्छ हामी म चाहिँ अहिले एक्लै छु, केटाहरूले मलाई पर्खिरहेको छ। कहाँ गएको भन्दाखेरि चाहिँ बाँस काट्नु गएको। बाँस चाहिँ के को लागि भन्दा तपाईँलाई थाहै छ, पूजाको लागि अलिक कम्ती भएको कारणले गर्दा अहिले बाँस काट्नु गइरहेको छु। मेरो चाहिँ फेरि दुईवटा काम छ, बाँस पनि काट्नुपर्छ, घाँस पनि ल्याउनुपर्छ। दुईवटा काम हुनाले गर्दाखेरि चाहिँ अलिकति मलाई चाहिँ प्रेसरै छ भनौँ न। यही तेर्छ हो, अस्ति कोही जग्गामै जाँदैछौँ हामी है त। अहिले म केटाहरूलाई भेटेर देखाउँछु। उपर बसिरहेछ केटाहरू चाहिँ हो। अहिले चाहिँ 4जना 5जना मात्रै छौँ। अनि पर तेर्छ देख्दै चाहिँ कोठीतिरहरू हो। अल्छे केटा पनि रहेछ हो। अल्छे केटालाई देखाउँछु र म तपाईँलाई। अल्छे हो चाहिँ यस गुरु यस आज केटाको बिहानदेखि खलाइ छ होइन। पूजाको लागि एकदमै ढिलो भएको छ। अन्त काम पनि त्यति हाम्रो भएको छैन। अन्त आजदेखि सबैलाई सल्लाह गरेर आधी बाँस काट्ने आधी उयसमा के अरे ग्राउन्डमा। अन्त अहिले आफ्टरनुन चाहिँ एकछिन त्यो हाम्रो कतिवटा कामहरू छ माथि त्यो कागजको है पेपरको, त्यसको लागि पनि जानेछौँ। ल केटा हेर्दै गर्नु होला भ्लग है। पूजा चाहिँ एकदमै हामी भव्य रूपमा हामी गर्नेछौँ। केटाले हेर्दै गर्नु होला। हाम्रो विशेष बाहिरको साथीहरूलाई त्यति धेरै सहयोगको लागि धेरै धन्यवाद पनि छ है। तिमीहरूको लागि पनि हामी एकदमै पूजा भव्य रूपमा गर्नेछौँ। स्टे ट्युन हेर्दै गर्नु होला। भाइको भ्लगलाई पनि माया गरिदिनु है गाइज। थ्याङ्क यू गुरु। र है अहिले चाहिँ म भेटिसकेको छु केटाहरूलाई। अनि अब चाहिँ हामी डङ्गडङ बाँस काट्नेछौँ। बाँस काटेर चाहिँ अरू केटाहरूलाई पनि बोलाएर है। अब चाहिँ हाम्रो काम चाहिँ स्टेजको काम छ, त्यही भएर है त। अन्त एउटा विशेष कुरा यो पालिको हाम्रो है यो हाम्रो नयाँ सोच एउटा नयाँ आइडिया लिएर गरेको पूजामा जो जति पनि हामीलाई बाहिरबाट सपोर्ट गरिनु भएको छ उहाँहरू सबैलाई एकदमै थ्याङ्क यू सो मच। थ्याङ्क यू है। एकदम सबै गाउँवासीबाट नै एकदम गाउँको सम्पूर्णबाट नै हामी एकदमै धन्यवाद तपाईँलाई दिन चाहन्छौँ। किनभने तपाईँहरूको आँटले गर्दाखेरि चाहिँ हामीले पनि अलिकति जोस देखाइरहेको छौँ यहाँनिर है। सो थ्याङ्क यू सो मच है एभ्रिवान। यहाँ तपाईँ लेख्न सक्नुहुन्छ यो घर चाहिँ एकदमै भिरालोमा बनेको छ। यो चाहिँ डेयरिङ चाहिँ यहीँकै मान्छेहरू खालि हुन्छ है। यतिको डेयरिङ चाहिँ सायद यो कसैले आँट पनि गर्दैन होला, तर यहाँको मान्छेहरू चाहिँ एकदमै सलिड गर्नुपर्छ। तर बर्खामा चाहिँ विचार चाहिँ गर्नुपर्छ। पम्प हाल्यो भने बर्खामा चाहिँ मजाले विचार गर्नुपर्छ। हेर्नु त्यो घर हेर्नु सक्नु। घर चाहिँ अब तपाईँले देख्न सक्नुहुन्छ उपर हो। हाम्रो हेब्बी भिरालोमा बनाइदिएको छ नि त अन्त है अरे। र है अहिले चाहिँ एकदमै केटाहरू चाहिँ सबै आइसकेको छ। उहिले त नल्याउनु पर्ने भन्नु नि। र अहिले चाहिँ है एकदम अब यहाँ लाउनु थाल्यो उसले चाहिँ हो। उयो त काट्ने आजको मेन यता हेर्नु नि बढी। फेरि उता फेरि ड्यारिल मिचेर आम्बो उयो मनपर्छ हौ। म त गोमा हाल्दैन हौ। न्युजिल्यान्डको त मन पऱ्यो त्यो फिलिप्स हो है। अस्तिको हेर्नु भएन नि त त्यो यो तेल राउल नि। म त साह्रो जति नम्बर हो नि दामी खेल्छ फिलिप्सको यो क्याच ट्राई क्या उयो अस्तिको ट्राई गरेँ। र अहिले चाहिँ म चाहिँ घाँस एकदम छिमाउँदैछु। घाँस चाहिँ गाईलाई हो है। अनि अहिले चाहिँ चाहिँ काट्दैछु घाँस। म चाहिँ अब यो बारी सफाउने हो। घाँस पनि काट्ने बारी सफाउने सबैको काम चाहिँ लाउनुपर्छ नि त हामी चाहिँ होइन। ठिकै हो भाइ? हजुर हो होइन ठिकै हो। जिन्दगी गाउँले जिन्दगी यस्तो हो। सो है यहाँ हाम्रो भाइको पनि एकदम च्यानल रहेछ भाइ। के छ भाइ तिम्रो नाम च्यानलमा? मिस्टर टेक्नोलाई चाहिँ एकदमै तपाईँहरू गएर चाहिँ त्यहाँ एकदम चेक गरेर चाहिँ यसको भिडियोहरू लाइक होइन मन पऱ्यो भने चाहिँ लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सेयर। अहिले चाहिँ म यहाँ हाम्रो सरस्वती पूजाको एकदम कर्मठ भन्दा पनि यो चाहिँ प्रेसिडेन्टमा चुनिएको छ। अनि यो चाहिँ प्रेसिडेन्ट हो। प्रेसिडेन्टकोबाट पनि एक दुई शब्द होस् भनेर चाहिँ म सोध्न चाहन्छु। होइन मेरोबाट त अब के छ र हो। केटाहरू आइरहेको छ काम गर्नु। अब आधी केटाहरू आएकै छैन हो। अब के भन्नु केटाहरू अलिक छिटो आइदियोस् भन्छु, यो भिडियो चाहिँ उनीहरूको लागि हेरिदिनु होला। अनि तपाईँको नाम चाहिँ के हो पऱ्यो? मेरो चाहिँ अभिलेख थापा है। गइहाल्नुपर्छ ठिक हो। प्रेसिडेन्ट भएर त गर्नु पऱ्यो नि त। अब चाहिँ काटिसक्यो। मेरो घाँस पनि भइसक्यो यहाँनिर। आहा कपिराइट हान्छ केटा मलाई। यहाँ चाहिँ यस्तो छ है। अब गयो केटाहरू हो। म चाहिँ हत्तु भयो। हामी पुरा थाक्यो हो। गरम हेभी भयो। अहिलेसम्म जाडो भइरहेको थियो। हाम्रो त आज त गुडु पनि आइदिएको छ नि त। र अहिले भने चाहिँ स्टेजको लागि काम हुँदैछ केटाहरू यस्तो छ।
यतिको चाहिँ भइसकेको छ अहिले काम चाहिँ हो तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ मण्डप हो यो चाहिँ डेरा हो यहाँबाट चाहिँ स्टेज बनाउँदैछ स्टेज चाहिँ यस्तो चाहिँ यतिको चाहिँ भइसकेको छ स्टेज चाहिँ ठिकै छ गर्दैछ केटाहरूले जान्दैनस् त्यति गर्नु तोप चाहिँ बनाउनु पनि नजान्ने चाहिँ यही रहेछ है माइ अल्छेमा अल्छे यहाँ बनिँदैछ यहाँ बहिनीहरू बसिरहेछ है हेलो भनिदेऊ यसो माया गरिदिनुहोस् होला भनिदेऊ न भ्लगलाई